Hello everyone, welcome back to my YouTube channel. As you know that this is Chanda Shrestha. So as म चाहिँ प्रेजेन्ट टेन्सको युज नम्बर 2 को बारेमा गफ गर्दैछु. सो लास्ट टाइम चाहिँ हामीले प्रेजेन्ट सिम्पल टेन्सको युज नम्बर 1 डेली रुटिन्सको बारेमा गफ गरेको थियौँ. आज चाहिँ म युनिभर्सल ट्रुथको बारेमा गफ गर्छु. एज यु नो द्याट युनिभर्सल ट्रुथको लागि हामी जहिले पनि प्रेजेन्ट सिम्पल टेन्स मात्रै युज गर्छौँ, अरू कुनै पनि टेन्स युज गर्न पाउँदैन हैन. सो युनिभर्सल ट्रुथ भनेको फेरि कस्तो कस्तो सेन्टेन्सेसहरू हुन्छ भनेर कन्फ्युजनमा नहुनु भनेर चाहिँ आजको मैले यो भिडियोमा युनिभर्सल ट्रुथको इक्जाम्पल्सहरू लिएर आएको छु. यो चाहिँ प्रेजेन्ट सिम्पल टेन्सको युज नम्बर 2. सो जहाँ तपाईँले कुनै पनि अरू टेन्सहरू एक्सपेक्ट नै गर्नु पर्दैन, सोच्नै पर्दैन ओहो अर्को टेन्स युज गर्दा पनि त सेन्स त आउँछ होला, मिनिङ आउँछ होला, मिल्छ होला भनेर यदि सोचिरहनु भएको छ भने यु पिपल आर रङ है. तपाईँले सेन्स आउँछ होला त्यसरी सोच्दाखेरि नपाइने चाहिँ होइन, तर ग्रामेटिकली यदि तपाईँ करेक्ट सेन्टेन्स लेख्नु चाहनुहुन्छ, बोल्न चाहनुहुन्छ भने चाहिँ यु ह्याभ टु फलो दिस प्याटर्न. भनेको युनिभर्सल ट्रुथ चाहिँ जहिले पनि हामीले प्रेजेन्ट सिम्पल टेन्स नै युज गर्ने हो है. सो यहाँनिर मैले फ्यु इक्जाम्पल्सहरू 5वटा इक्जाम्पल्सहरू तपाईँहरूको लागि रेडी गरेको छु जहाँ चाहिँ युनिभर्सल ट्रुथ भन्ने बित्तिकै त्यो चाहिँ कुनै अर्को सत्य नै छैन, द्याट इज द ओन्ली वान ट्रुथ है. त्यो भनेको चाहिँ युनिभर्सल ट्रुथ. फर इक्जाम्पल द सन राइजेस इन द इस्ट. कहिले पनि यहाँनिर रोज होइन यही सेन्टेन्स करेक्टली पर्फेक्टली अरू यही सेन्टेन्स हुँदाखेरि चाहिँ यहाँनिर राइजेसको ठाउँमा कहिले पनि इज राइजिङ होइन, इज राइजिङ हुनुको लागि यहाँ अर्को टाइम कन्डिसन्सहरू हुनुपर्छ, तर पर्फेक्टली यही सेन्टेन्सको लागि राइजेस मात्रै एउटा करेक्ट वर्ब हो. सो युनिभर्सल ट्रुथ द सन राइजेस इन द इस्ट. सन चाहिँ पूर्वबाट उदाउँछ, त्यो हाम्रो सत्य हो. त्यो सत्यलाई हामीले प्रेजेन्ट सिम्पल टेन्स मात्रै युज गर्न मिल्छ. यो भन्दा अरू कुनै पनि टेन्सबाट तपाईँले यो सेन्टेन्स बनाइरहनु भएको छ भने आजदेखि त्यो छोड्नुहोस् अनि प्रेजेन्ट सिम्पल टेन्स नै युज गर्नुहोस्. वाटर बोइल्स एट 100 डिग्री सेल्सियस है. यो सबैलाई थाहाको कुरा हो, युनिभर्सल ट्रुथ हो. त्यही भएर हामीले चाहिँ यो प्रेजेन्ट सिम्पल टेन्स युज गर्छौँ. बोइल्स अबबाट कहिले पनि झुकिनु भएन, ओहो बोइल्स हो कि बोइल्ड हो कि इज बोइलिङ हो कि होइन, यो कुरामा कन्फ्युजन हुनु परेन. एन्ड द अर्थ रिभोल्भ्स एराउन्ड द सन. यो पनि ट्रुथ हो नि त, हाम्रो अर्थले सनलाई चाहिँ परिक्रमा गर्छ, घुम्छ. सो यो ट्रुथ हो. त्यही भएर जहिले पनि यो सेन्टेन्सको लागि रिभोल्भ्स भन्दा अरू कुनै पनि भर्ब युज गर्नै पाउँदैन. यदि तपाईँ अर्को गर्छु मिनिङ त आइहाल्छ, सेन्स आइहाल्छ भनेर सोचिरहनु भएको छ भने यु आर रङ. यो चाहिँ यो सेन्टेन्स पर्फेक्ट हुनको लागि रिभोल्भ्स भन्दा अरू कुनै पनि भनेको यो भर्ब 5 है. दिस इज द अर्थ सिङ्गुलर भयो, सिङ्गुलर सब्जेक्टले सिङ्गुलर भर्ब लिन्छ, सिङ्गुलर भर्ब इज भर्ब 5. एन्ड ह्युमन्स निड अक्सिजन टु सर्भाइभ. यो पनि त फ्याक्ट हो नि त, यो त युनिभर्सल ट्रुथ हो नि त. हामी अक्सिजन बिना त बाँच्न सक्दैनौँ. सो यहाँनिर चाहिँ हामीले यस्तो खालको सेन्टेन्सलाई पनि प्रेजेन्ट सिम्पल टेन्स युज गर्नुपर्ने हुन्छ. ह्युमन्स भनेको प्लुरल हो, प्लुरलले जहिले पनि प्लुरल भर्ब नै लिन्छ. प्लुरल भर्ब इज भर्ब 1 है, निड अक्सिजन टु सर्भाइभ. एन्ड द लास्ट इक्जाम्पल हेर्नुभयो भने आइस मेल्ट्स एट 0 डिग्री सेल्सियस. दिस इज युनिभर्सल ट्रुथ. आइस जहिले पनि के गर्छ, यस मेल्ट्स गर्छ. सो आइस मेल्ट्स एट 0 डिग्री सेल्सियस भएछ यहाँनिर इक्जाम्पलमा. यो मेल्ट्स होइन, यो चाहिँ फ्रिजेस है, फ्रिजेस. ओके. सो यो सबै युनिभर्सल ट्रुथ्स हो जहाँ चाहिँ हामीले ओन्ली प्रेजेन्ट सिम्पल टेन्स मात्रै युज गर्नुपर्छ भनेर आजदेखि दिमागमा अब यो चाहिँ कहिले पनि नबिर्सिने गरेर राख्ने. सो फर अनदर युज नम्बर 3 को लागि चाहिँ प्लिज वाच माई नेक्स्ट भिडियो. एन्ड इफ यु थिङ्क दिस भिडियो इज युजफुल टु यु एन्ड टु यर फ्रेन्ड्स, डु नट फर्गेट टु सेयर, लाइक एन्ड सब्सक्राइब दिस. एन्ड यदि केही अरू कुराको बारेमा सोध्नु छ, अर्को भिडियो बनाइदिनु भइदिनु हुन्थ्यो जस्तो लाग्छ भने प्लिज डु नट फर्गेट टु कमेन्ट. थ्याङ्क यू, सी यू, बाई.